ल गाइस आजको ब्लग चाहिँ यहाँ ट्यावलबाट सुरु। यहाँ हामी ठुलो रथहरू ल है देउता ढोक्न आँट्यो हामी। ल हेरेर हुन्छ। गाइस हामी चाहिँ यहाँ पुलचोक पुग्न लाग्यो, बाटोमै छु। त्यही हो ल गाइस गएर ल गाइस यहाँ रथ भाषा पुग्न लागिसक्यो। पुग्न चाहिँ पुग्ने। ल गाइस यहाँ बसिरहेको छु। हामी चाहिँ यहाँ रथ बनाएर हेरिरहेको, रथ बनाएको हेरिरहेको छु। त्यही हो है। ल गाइस यस्तो भइरहेछ यहाँ काम धुए गरिरहेछ। म चाहिँ घर फर्किन आएको थिएँ गाइस। अघि न त्यहाँ रिचेलको घरमा बस्दा बस्दा कति बेला गाइस म चाहिँ चल्दिन आएको थिएँ। ल मेरो पाएर रामसित जा। ल ल गाइस म धल्कोमा भेटौँला। त्यही हो केटा हो। ब्लग सक्यो आजको ब्लग यति नै होइन। अब सोमबार आउँछ होला। अघि न घाँटी सुकिरहेको थियो अहिले। ल गाइस आजको ब्लग चाहिँ यहाँ ट्यावलबाट सुरु। यहाँ हामी ठुलो रथ हेर्न गइरहेको छु। त्यही हो है त। त्यहाँ सुस्ती ब्लगलाई नि लाइक सेयर सब्सक्राइब गरिदिनु पर्यो साथीलाई होइन। खर्रा हो अब गइरहेको छु। यहाँ मन्दिरतिर पुगेँ। यहाँ भाइ छ त्यहाँदेखि भाइ ल भन्दे यो दुईवटा शब्द ल लाइक सेयर सब्सक्राइब गर्नुपर्छ। यो त आइसक्यो नि। यो अस्ति भिन्टिना भएलाई जाने हो जाउँ न त। कता पो जाने हो ल केटा हो। देउता ढोक्न आँट्यो। ल देखाउँछ है त। ल है देउता ढोक्न आँट्यो हामी। ल हेरेर हुन्छ। ल है देउता यता छ। ल अब ढोकिरहेको छु हामी। ढोकिरहेको छु है गाइस। जात्रा सुरु हुन आँटिसक्यो। आइदिनु पऱ्यो ड्याङ ड्याङ लाएर होइन है केटा हो। खोकिलाएर छ त्यो भएर घाँटी कस्तो कस्तो सोराइरहेछ है गाइस। मान्छे नगरिदिनु होला। अब भ्लगर परियो गाह्रो परियो। ल यस्तो छ। ओ यो ठाउँको नाम के अरे? ए म अब ट्यावलमा जन्मेर पनि यहाँ छैन कि जन्मेदेखि। ट्यावल एरिया सब घुमेको छ। कुन्टी एरिया सब घुमेको छ। यहाँ चाहिँ यहाँ छैन कि। ल है गाइस हामी गइरहेको छु ठुलो रथ बनाएको ठाउँमा है। तल अब गइरहेको छु। बाटोतिर पुग्यो र रोड पनि हेरेर आउँछ है गाइस। ल यस्तो छ रथ। अब त्यहीँ गएर भेटौँला है गाइस। यहाँ टाढा छ कि झ्याउला खेलसम्म जानुपर्छ अब। त्यो भएर है गाइस ल माइन्ड नगर्नु होला। ल गाइस हामी चाहिँ यहाँ पुलचोक पुग्न लाग्यो, बाटोमै छु। त्यही हो ल गाइस गइरहेको छु। आज चाहिँ ठक्क पारामा है ट्यावलबाट स्टार्ट भयो। सुस्ती भ्लगलाई नि लाइक सेयर सब्सक्राइब गरिदिनु पऱ्यो। म लिङ्क हालिदिन्छु। त्यो अकाउन्टको नाम हालिदिन्छु होइन। गएर हेरिदिनु पऱ्यो टक्क पारामा है गाइस। गइरहेको छु। यहाँ भाइ छ त्यही हो। आयन भएको भए त भ्लगमा मुख छाडेर बस्थ्यो होला हौ। त्यही ल गाइस गइरहेको छु टक्क पारामा। बाटो हिँडिरहेको छु नि। गइरहेको छु त गइरहेको छु। हिँडिरहेको छु बाटो। त्यो हो है गाइस। पुलचोक पुग्न लाग्यो होइन। अब पुलचोक के सिधै रथ भाटामा भेटौँला गाइस। त्यो हो बाटो लामै छ कि त्यही भएर भनेको नरिसाउनु होला। त्यही हो ल गाइस यहाँ रथ भाषा पुग्न लागिसक्यो। पुग्न चाहिँ पुग्ने सधैँ अगाडि हो जाउले खेल। तर गाइस
अहिले गर्मी भइसक्यो त्यो भएर थोब्रा पनि कस्तो बिग्रिया फिलाइसक्यो है त्यही हो घाँटी पनि सुकिरहेछ झन् खोकी पनि लगाइरहेको थियो अलिअलि तर निको भइसक्यो अहिलेसम्म चाहिँ हिजोसम्म चाहिँ लगाइरहेको थियो निको भइसक्यो अहिले हो साँच्ची भने ल पुग्यो है गाइज ल है रथ बनाएर आएछ खतरा छ ल गाइज रथ हेरे हुन्छ है बनाएर आउनु पर्यो त्यही हो है गाइज ल गाइज रथ बनाएर छ है गाइज यस्तो छ आइदिनु पर्यो बनाएर छ त्यही हो अनि सुस्ती भ्लगलाई नि लाइक सेयर सब्सक्राइब है गाइज माया देखाइदिनु पर्यो केटाहरूलाई त्यही हो ल है गाइज यस्तो छ ओ जेब्रा क्रसिङ बताइज ल है गाइज बनाएर छ र तँसँग बस अहिले मलाई हान्देला हजुर रेड लाइट बल्यो बेला हामी पनि खुसीको मान्छेहरू बल्यो 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 हामी चाहिँ ग्रिन लाइट बल्यो बेला आइरहेको थियो त्यो भएर त्यहाँ पुलिस सरले करायो त्यो पनि हामीलाई मतलब छैन त्यही हो ल है बनाइरहेछ यो अलिक भाङ्गो टाइप देखिरहेछ मैले चाहिँ तपाईँहरूले चाहिँ कस्तो देख्यो कमेन्टमा गएर भनिदिनु पऱ्यो नि कस्तो देखाएको छ भाङ्गो कि सिधा भनेर होइन है ल यस्तो भइरहेछ है गाइज शीतलमा बसौँ अलि पछि यहाँ के आएन आउँछ सिन्डुली है कहाँबाट मैले बिर्साएँ फेरि गाउँ घुम्न गएको नामै बुझ्यो तर त्यो औषधि चाहिँ ठिक छ खोकी लागेको छिटै निको पारिदिएर यस्तो छ है गाइस आइदिनु पर्यो ल भाङ्गो देखिरहेछ कि सिधा देखिरहेछ भन्नु पर्यो है गाइस ल यस्तो छ गाइस जाउला खेल एरिया ल है गाइस यस्तो छ पब्लिक पानी लगाइ एकछिनमा भेटौँला त्यहाँ वाइल गर्मी भइसक्यो पानी खाएर भेट्छ है गाइस माइन्ड नगर्नु होला ल गाइस यहाँ बसिरहेको छु हामी चाहिँ यहाँ रथ बनाएर हेरिरहेको रथ बनाएको हेरिरहेको छु त्यही हो है यहाँ घाँटी सुकिसक्यो पानी चाहिँ खाएको छैन एकछिनमा खाउँला बिस्तारै त्यही हो है त गाइस ल यो हेर्नु पर्यो नि यस्तो छ गाइस लाइक सेयर सब्सक्राइब ठोकिदिनु पर्यो ड्याङ्ग बनाइरहेछ भाइ छ त्यहाँ छ साथी वेस्ट पारामा है त्यहाँ बनाइरहेछ रथ गाईहरू अङ्कलहरू त्यही हो अलिअलि चाहिँ खोकी लगाइरहेछ एक दुईचोटि आउँछ एकचोटिमा चाहिँ अखुँ गरेर त्यही हो यो खोकी चाहिँ होइन गाइस यहाँनिर के आइनले गर्दा सर्या हो सँगै खाएर सँगै मुताएर सँगै सुताएर सँगै खाएर सँगै सुताएर त्यसले मलाई सराइदियो है गाइस त्यसलाई आज म भुइँमा सुताउँछु त्यही हो
यस्तो छ गाइज है जे होस् ठिक छ हामी चाहिँ हेरिरहेको छु त्यो हो अलि लामो भ्लग हुन्छ आज 13-15 मिनटको त्यही हो है गाइज केटाहरू पनि देखाउनु परेन आज भेट्नु परेन होइन ल बनाइरहेको छ यस्तो पारामा खतरा देखेछ हाम्रो रथ ल गाइज अब एकछिनमा भेटौँला त्यही हो त्यही हो ल गाइज यस्तो भइरहेछ यहाँ काम धुए गरिरहेछ गाइज वेस्ट पारामा बसिरहेको छु म चाहिँ त्यही हो ल टक्क 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 खोइ अर्को खोइ त पनि टक्क देखाइदे ल गाइज अब तोलमा जाना थियो एकछिन त्यही भेटौँला त्यही हो म चाहिँ घर फर्किन आएको थिएँ गाइज अघि न त्यहाँ रिचेलको घरमा बस्दा कति बेला दिन गयो थाहा छैन त्यही हो यहाँ पुऱ्याउन आइरहेको छ मेरो पायोहरू यसलाई चाहिँ कसले छुनु भएन न त सिधै भनिदिएको यिनीहरू दुईजना चाहिँ मेरो पायोहरू है गाइज त्यही हो तँलाई हान्यो भने पनि खान्छ नि ल गाइस म चाहिँ गइरहेको छु धल्कु फर्किन आएको थिएँ यहाँनिर के फर्किसक्यो धल्कु त्यसले हात खान्छ मलाई पच्याएन अघि न म कहाँ घुमिरहेको टाइममा चाहिँ मेसेज गरेर ल्याइरहेको थियो अहिले त्यसलाई खोजिरहेको टाइममा चाहिँ अफ भइरहेको रहेछ ल त्यस्तो गर्नु भएन है यहाँनिर ल गाइस अब उता माथि भेटौँला नि गाइस म चाहिँ चल्दिन आएको थिएँ ल मेरो पायोहरू रामसित जा ल गाइस म धल्कोमा भेटौँला त्यही हो केटा हो ब्लग सक्यो आजको ब्लग यति नै होइन अब सोमबार आउँछ होला अघि न घाँटी सुकिरहेको थियो अहिले निको भइसक्यो त्यही हो है त गाइस त्यही हो अहिले केटाहरू पनि भेट्नु पाएन दिन भयो त्यहाँ भन्दैछु त ब्लगमा रिचेलको घरमा भनेर त्यही हो कसरी दिन गयो थाहा भएन अब त्यही हो अनि म यहाँ तलको फर्किसक्यो क्लिप लिन पाएन फर्केको किनकि फर्केको ढिला भए अब के भन्ने होइन अब फर्केको ढिला भए त्यही हो आजको ब्लग यति नै आजको लागि यति नै अब अर्को भेटौँला सोमबार अर्को ब्लगमा है त ल